काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 7 रामकोटमा रहेको यो सुन्दर दृश्य हामी मनोरञ्जनको लागि विभिन्न क्षेत्रहरू घुमिरहेका हुन्छौँ। त्यस्तै क्षेत्रमध्ये एक क्षेत्र हो यो रामकोट, जहाँ भर्खरै स्थापित भएको बद्रीनारायण धाम, त्यस्तै स्विजरल्यान्ड पार्क जहाँ पिकनिकको कार्यक्रमहरू हुने गर्दछ, त्यस्तै कालु पाण्डेको समाधिस्थल इन्द्रदहको नामले परिचित छ। यो एरिया तपाईहरुको लागि एकदम नजिकको गन्तव्य, नजिकको मनोरम स्थल र पिकनिक पार्टीको लागि अति उपयुक्त ठाउँ रहनेछ। सानो चुटुक्क परेको डाँडोमा रहेको यो बद्रीनारायण धाम, त्यस्तै स्विजरल्यान्ड पार्क अनि यो मनोरम दृश्य तरकारी खेतीको लागि उपयुक्त ठाउँ पनि हो। यो धार्मिक क्षेत्र, पर्यटकीय क्षेत्र र कृषि क्षेत्रले भरिपूर्ण यस वडाको विकास तीव्र गतिमा भइरहेको छ। सबैको गन्तव्य यही बनाऊ। नजिक रहेको यस ठाउँमा होटल, बस्ने व्यवस्था, लज सम्पूर्ण सुविधा सम्पन्न छ। त्यसैले यही आउँ, आन्तरिक पर्यटनलाई सुधार गरौँ र मेरो यो रामेश्वर रिमाल युट्युब च्यानल हेरिदिनु होला, सब्स्क्राइब, लाइक गरिदिनु होला। म यस्ता दृश्यहरू तपाईहरुलाई दिँदै जानेछु। सबैको जय होस्, शुभ बिहानी।